साथीहरु यो पाल्पा है अहिले चाहिँ पाल्पाको यो धैरेनी भन्ने ठाउँमा छु। आज चाहिँ हामी अहिले भदैनीको बिहा भोज खान आएको हो हैन। वास्तव भन्नुपर्दा हामी चाहिँ अहिले यो डाँडा काँडा यो उकाली ओराली घुम्दै छौं। यसै क्रममा अहिले चाहिँ छोटो उनी चाहिँ मेरो साली नानी हो अनि उहाँ साला बाबु हो अनि यहाँ साला बुहारी दिदी सासु। यो चाहिँ हाम्रो वरिष्ठ महोदय टाकर हेर्ने चाहिँ मेरो बुढी हो। अहिले चाहिँ म यहाँ धैरेनीको यो डाँडा काँडा यो पाखा पखेर घुम्दैछु है। ठाउँ एकदम रमाइलो छ साथीहरु है। आज विशेष गरी हामी चाहिँ यो ठाउँमा एकदम घुम्न अवसर मिल्यो 81 है। तर साह्रै रमाइलो लाग्यो। यो पारी देखिएको यो खोक खोला हो है साथीहरु। यो ल बडो गजबको छ है ठाउँ। यो खोक खोला हो है साथीहरु। यो खोक खोलाको यो गाउँपालिका कार्यालय हो। अनि साथै यो चाहिँ रोड देखिएको छ, बाटो देखिएको छ। यो चाहिँ गएको कहाँ भन्नुहुन्छ नि यो कुवादी हुँदै यता के भन्छ यता त्यो माथि चाहिँ देखिएको डाँडो चाहिँ यो अग्लो डाँडा चाहिँ पाल्पाको दोस्रो डाँडा हो। यो रिमिका लेक हो साथीहरु। रम्बापानी डाँडा हो यता। साथसाथै अब हामी चाहिँ यता हेर्दै जाँदाखेरि अब यो यता के भन्छ यता देखिएको छैन है। यहाँ म चाहिँ बाटोमा छु अहिले। यहाँ चाहिँ रमाइलो यात्राको क्रममा अहिले यो चाहिँ हामी चाहिँ यहाँ टिकटक बनाउने चक्करमा हुनुहुन्छ हाम्रो साली नानी अनि क्यामेराम्यान साला बाबु हो, कान्छो साला। दिदी सासु यहाँ मोबाइल चलाउँदै हुनुहुन्छ। साथसाथै यो अगाडि देखिएको यो साह्रै राम्रो रमाइलो रमणीय डाँडा चाहिँ यो चाहिँ धैरेनीको यो डाँडाको नाम चाहिँ थाहा भएन। थुम्का देखिएको छ। दामी देखिएको छ है यो। ल हेर्नुहोस् है। ल तर गाउँघरको परिवेश भयो भने यो एकदम रमणीय र साह्रै रमाइलो ठाउँ रहेको छ। र अब केही समयपछि हामी फर्किने तर्खरमा छौँ। अब यस्तै हो मौसम। अब यो वैशाखको मौसम हो। डाँडाकाँडा अब यस्तै बारीहरू यो जम्मै अब हैन छ्याङ्ग खाली देखिन्छ। मकैहरू छरिसकेको जस्तो छ, उम्रेको छैन। पारीका ती डाँडाहरू अत्यन्तै सौन्दर्यका साथ रमाइलो देखिएको छ। ल गाइजहरू है यस्तै छ यहाँको यो धैरेनी भन्ने ठाउँको माहौल हैन। यसै क्रममा अब हामी चाहिँ अब अन्त्यतर्फ फर्किने तर्खरमा छौँ। अब सबैजना यहाँ आएका थियौँ। हामी चाहिँ अब टिकटक ग्रुपहरू यो साडी छुटेर हामी चाहिँ यहाँ बसेका छौँ। अरू चाहिँ सबै गइसक्नु भएको छ। हस् त साथीहरू यो छोटो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। हस् त नमस्ते बाई बाई गाइजहरू।